नेपाली सेनाले चाहिँ होइन खतरा राजनीति खेल्दो रहेछ कि हिजो राष्ट्रको सम्बोधन गर्ने बेलामा चाहिँ बडा महाराज पृथ्वीनारायण शाहको फोटो भित्तामा टाँसेको थियो होइन। अहिले चाहिँ भारतको सेनापति धीरज सेठ नेपाल आएको रहेछ होइन। त्यसमा आज जङ्गी अड्डामा चाहिँ बैठकमा चाहिँ राजा पृथ्वीनारायण शाहको फोटो हटाएर रामचन्द्र पौडेल राष्ट्रपतिको फोटो राखेको छ कि आज। तिमीहरूको यस्तै हरकत देखाउँछौ नेपाली सेनाले होइन। त्यही भएर तिमीहरूलाई राजु पाण्डे जस्तो चौकीदार अनि यो खगेन्द्र सोरेन जस्तो मान्छेले हेप्ने तिमीहरूले यही कारणले हो कि बुझ्यौ नि। तिमीहरूको आफ्नो लेगेसी भन्ने छैन कि जिरो भइसक्यो तिमीहरू जिरो। साई सेनाबाट नेपाली सेना भयो होइन। नेपाली सेनाबाट तिमीहरू अझ तल्लो स्तरमा झर्दैछौ कि तिमीहरू त्यो लेभलमा पुगिसक्यो बुझ्यौ नि। तिमीहरूको बुद्धि अझै नआउने भयो कि। हुन त तिमीहरूको मालिक आएको भएर तिमीहरूले राजाको फोटो हटाएर राष्ट्रपतिको फोटो राखेको होला होइन। अन्त मालिकको अडान त मान्नै पऱ्यो, मान्ने भन्दा मान्नै पऱ्यो। तिमीहरू चल्ने नै उसको उमा हो, इसारामा हो, इन्डियाको सेनापतिको प्रधानमन्त्रीको होइन। आफ्नो औकातमा तिमीहरू आएरै छोड्यो लास्टमा होइन। यस्तै गर नेपाली सेनाहरू।